साथीहरु वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप भिडियो सन्चै हुनुहुन्छ होला भन्ने आशाका साथ आजको भिडियो म कहाँबाट गर्दैछु हजुरले आफै चिन्नु है त। ब्याकग्राउन्डको हल्लालाई चाहिँ इग्नोर गरिदिनु होला। के हो दादा आसिम हाल गर्दै हाय आसिम Mama, I got it. Hi, I got it. Hi, I got it. Kuchi sana. देख कैमरा राम्रो म आलु सब बनाउन छोडेर गए गएर देखाउनु पर्छ नि किन मैले कति किने आएको जाने बेलामा चाहिँ मैले भिडियो खिच्ने बिर्सेछु अनि फर्किन चाहिँ छोरीसँग चाहिँ सपिङ गर्नलाई कस्तो गाडीहरुमा जापा त्यही गर्न छिराउनु छ भने यहाँ त बेलुका भएपछि त्यस्तै हुन्छ ग्यारेन्टी नि हुन्छ यो अघि माइजुका यसले बोला रोके हेर्नु त अहिले नाचिनेर हो नि यो त मेरो मम्मीको जस्तो छैन स्वाद यो मेरो मम्मीको जस्तो पाउँछ नि अनि मसँग गएपछि फेरि जति भेट्न लागि चुप लागेको छ नि भएपछि हामीलाई दुखाउने रहेछ अनि गाडीमा चढ्यौँ गाडीमा चाहिँ अनि आइफाहरू पनि आथे आफै मान्छे उनीको चामको चाहिँ गुन्द्रुक खाँदै भन्दा पनि धेरै खाँदै मेरो छोरी चाहिँ चिसो अब आधी गाडी असिम र माइजू चाहिँ अनि लडिरहेको थियो क्या माइजू जिस्केर भन्दै त्यसलाई त्यो जे रिसाएर पिटी पहिला चुमाउन आयो मेरो को हो सानो असिम दिदीको को भन्देऊ त छोरी भन न मेरो भान्जी भन अनि त्यसपछि हामी गाडीबाट झऱ्यौँ अनि मम्मीले चाहिँ फोन गरेर रिवाज रोको रोइ छ मम्मी मम्मी भनेर म चोकतिर लिएर आएको छु त्यसलाई आउने बेला भयो भने म लिएर आउनु भने अनि त्यसपछि फेरि गयो म पनि नछोडेको त्यसलाई छोडेर हिँड्ने कहिले पनि सँगै लिएर हिँड्यो कस्तो बा आत्तिने कि म पनि मेरो मन पनि आत्तिरहेको थियो होला मलाई खोज्यो होला भनेर कति खुसी भयो मलाई देख्नु बित्तिकै म चाहिँ बोक्नु खोजेको बोक्नु मिल्दैन छोरीले गर्दा अनि त्यसपछि म घर गएर अनि पकौडा बनाएँ चिया पकाएँ सबैलाई खाना दिएँ अनि त्यसपछि जाने अनि मेरो छोरा चाहिँ असिमसँग जानु नपाएर रोएर भित्रै जानु बल्ल गरेर भुइँमै लडी बडी खेलेको थियो बल्ल गरेर भित्र ल्याएँ भित्र ल्याएपछि पनि मान्दै ढोकामा ढाउँदै रोको रोइ कति बस्नु रोएर बस्यो अनि मैले पनि त्यसपछि चिया खाएँ पकौडीहरू खाएँ अनि त्यसपछि आजलाई फेरि एकछिनपछि यति नै आजको लागि यति नै फेरि भोलि हामी भेट्नेछौँ नयाँ भिडियोको साथमा बाई बाई थ्याङ्क्स फर वाचिङ।